टेक एन्ड जब्स लघुवित्त च्यानलमा स्वागत छ। आज तपाईँहरूलाई एउटा भ्याकेन्सीको बारेमा अपडेट लिएर आएको छु। आर्थिक अभियान पत्रिकामा जेठ 5 गते पब्लिस भएको आरम्भ चौतारी लघुवित्तको भ्याकेन्सी छ। बनेपामा केन्द्रीय कार्यालय लगेको यस लघुवित्तले 83 साल जेठ 5 गते एउटा भ्याकेन्सी निकालेको छ। यसमा धेरै मल्टिपल पोस्टको लागि भ्याकेन्सी खुलिएको छ, जसमा छ वरिष्ठ प्रबन्धक, प्रबन्धक, नायब प्रबन्धक र सहायक प्रबन्धकको लागि आवश्यक सङ्ख्या केही भनेर भ्याकेन्सीमा लेखिएको छ। आवश्यक न्यूनतम योग्यतामा वरिष्ठ प्रबन्धक पदका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातकोत्तर वा सो उत्तीर्ण गरेको र लघुवित्त वा ब्याङ्क तथा वित्तीय संस्थाको व्यवस्थाकीय तहमा 8 वर्षको कार्य अनुभव तथा अन्य पदका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक वा सो स्तर उत्तीर्ण गरेको र आवेदन गरेको पदभन्दा एक पद तल्लो पदमा रही कम्तीमा 5 वर्ष कार्य अनुभव हासिल गरेको हुनुपर्नेछ। लघुवित्त वित्तीय संस्थामा विभिन्न विभागमा विभागीय प्रमुखको रूपमा कार्य अनुभव तथा प्रदेश प्रमुखको रूपमा कार्य अनुभवलाई प्राथमिकता दिइनेछ। तपाईँको वरिष्ठ प्रबन्धकको लागि चाहिँ एटलिस्ट मास्टर्स पास गरेर 8 वर्षको कार्य अनुभव हुनुपर्नेछ ब्याङ्क तथा वित्तीय संस्थामा भनेर भनेको छ भने, त्यसै गरी तपाईँको प्रबन्धक, नायब प्रबन्धक र सहायक प्रबन्धकको हकमा चाहिँ कम्तीमा ब्याचलर पास गरेर 5 वर्षको कार्य अनुभव हुनुपर्ने र लघुवित्तमै विभागहरूमा विभागीय प्रमुख एज अ डिपार्टमेन्ट हेड काम गरेकोहरूलाई र प्रोभिन्समा चाहिँ तपाईँको प्रदेश प्रमुखको रूपमा काम गरेकोहरूलाई चाहिँ विशेष प्राथमिकता दिइने छ भनेर भनेको छ। तपाईँहरूको यो क्राइटेरिया पुग्छ भने एकदमै राम्रो भ्याकेन्सी खुलेको छ, यसमा हजुरहरूले एप्लाई गर्न सक्नुहुनेछ। त्यस्तै गरी अर्को सहायक प्रबन्धक सूचना प्रविधि विभाग प्रमुख मागेको छ। सहायक प्रबन्धकमा चाहिँ आइटी डिपार्ट हेड मागेको छ। यसको चाहिँ न्यूनतम योग्यता चाहिँ मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर विज्ञान वा सूचना प्रविधि विषयमा स्नातकोत्तर त वा सो सरको पछि परीक्षा उत्तीर्ण गरी ब्याङ्क तथा वित्तीय संस्थामा सूचना प्रविधि विभागमा अधिकृत श्रेणीमा रही कम्तीमा 7 वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ। यसमा चाहिँ तपाईँको मान्यता प्राप्त शैक्षिक संस्थाबाट एटलिस्ट आइटी रिलेटेड सब्जेक्टमा चाहिँ मास्टर्स गरेको हुनुपर्नेछ र कुनै पनि ब्याङ्क तथा वित्तीय संस्थामा आइटी डिपार्टमै अधिकृत अफिसर लेभलमा चाहिँ कम्तीमा पनि 7 वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ भनेर भनेको छ। साथै एसक्युएल, माइएसक्युएल डाटाबेसको एकदमै राम्रो नलेज चाहियो। नेटवर्किङ सम्बन्धी ज्ञान भएको, सिस्टम एनालाइसिस एन्ड डिजाइन, प्रोजेक्ट म्यानेजमेन्ट, साइबर सुरक्षा र ग्राफिक्स डिजाइन सम्बन्धी ज्ञान भएकोलाई चाहिँ विशेष प्राथमिकता गरेको हुनेछ अथवा हासिल गरेको हुनुपर्नेछ भनेर भनेको छ। त्यसै गरी अर्को पोस्ट छ अधिकृत कनिष्ठ अधिकृत कार्यक्रम अनुगमन अधिकृत आन्तरिक लेखा परीक्षण विभाग। तपाईँको अधिकृत मागेको छ अनुगमनमा, त्यसै गरी अडिटमा, आन्तरिक लेखा परीक्षण विभागमा अधिकृत मागेको छ। यसको लागि चाहिँ न्यूनतम योग्यता चाहिँ मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक उत्तीर्ण गरी लघुवित्त वित्तीय संस्था शाखा प्रबन्धक भई कम्तीमा 5 वर्ष कार्य अनुभव भएको हुनुपर्नेछ। कार्यक्रम अधिकृत, अनुगमन अधिकृत साथै आन्तरिक लेखा परीक्षण विभागमा कार्य अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। एटलिस्ट ब्याचलर पास गरेर शाखा ब्रान्च म्यानेजर भएर 5 वर्ष काम गरेकोलाई चाहिँ प्राथमिक हुनुपर्नेछ अनुभवमा भनेको छ। त्यसै गरी तपाईँको अनुगमन अधिकृत अथवा तपाईँको अडिट डिपार्टमा चाहिँ पहिल्यै अरू लघुवित्त अथवा अरू वित्तीय संस्थामा काम गरेकोहरूलाई चाहिँ विशेष प्राथमिकता दिइनेछ भनेर भनेको छ। त्यसै गरी कानुन अधिकृत, कानुन विभाग लिगल डिपार्टको लागि पनि तपाईँको अफिसर लेभलमै भ्याकेन्सी खुलेको छ। यसको पनि मान्यता प्राप्त शिक्षण संस्थाबाट कानुन विषयमा कम्तीमा स्नातक त उत्तीर्ण गरेको हुनुपर्नेछ। अधिवक्ता लाइसेन्स र ब्याङ्क तथा वित्तीय संस्थामा कार्य अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। एटलिस्ट कानुन विषयमा ल पढेर ब्याचलर पास गरेको हुनुपर्यो र लाइसेन्स पनि लिएको हुनुपर्यो। उसको वकिलको चाहिँ लाइसेन्स प्राप्त हुनुपर्यो। ब्याङ्क तथा वित्तीय संस्थामा कारोबार कार्य अनुभव भएकोलाई विशेष प्राथमिकता दिइनेछ भनेर लेखेको छ। त्यसै गरी वरिष्ठ सहायक र सहायक शाखा प्रबन्धक, फिल्ड सहायक, यो चाहिँ तपाईँको एसिस्टेन्ट लेभलहरूको सुपरभाइजर, वरिष्ठ सहायक, सिनियर एसिस्टेन्टको भ्याकेन्सी छ। 20 जना मागेको छ। मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा
प्रवीणता प्रमाणपत्र तौती नभएको हुनुपर्ने छ भनेर भनेको छ। एटलिस्ट तपाईँले +2 पास गरेको हुनु पऱ्यो, लघुवित्त क्षेत्रमा 3 वर्षको कार्य अनुभव भएको हुनु पऱ्यो, स्नातक उत्तीर्ण गरेकोलाई विशेष प्राथमिकता दिइनेछ। ब्याचलर पास गरेर यसमा भर्दै हुनुहुन्छ भने तपाईँलाई विशेष प्राथमिकतामा राखिनेछ भनेर प्रशिक्षार्थी सहायक भनेको ट्रेनी एसिस्टेन्टमा चाहिँ सहायक पदकै लागि 15 जना मागेको छ। मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा +2 पास गरेर लघुवित्त संस्थामा कार्य अनुभव भएको उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ भनेर भनेको छ। त्यसै गरी सवारी चालक ड्राइभर पनि मागेको छ। मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा 8 कक्षा वा सो सर परीक्षा उत्तीर्ण भएको र 4 पाङ्ग्रे सवारी चालकको अनुमति प्राप्त भएको भनेर भनेको छ। लाइसेन्स हुनु पर्यो, 8 कक्षा पास भएको छ भने तपाईँले ड्राइभरको लागि पनि भर्न सक्नुभयो। थप जानकारीमा सहयोग तथा बाहेकमाथि उल्लेख सम्पूर्ण पदहरूको लागि इमेल, इन्टरनेट लगायत कम्प्युटर सञ्चालन सम्बन्धी राम्रो ज्ञान भएको हुनुपर्ने छ। उमेर हदको लागि चाहिँ व्यवस्थापकीयको लागि चाहिँ 21 वर्ष पुरा भई 45 वर्ष ननागेको, अधिकृत तहको लागि चाहिँ 21 वर्ष पुरा भई 40 वर्ष ननागेको र सहायक तहको लागि 18 वर्ष पुरा भई 35 वर्ष ननागेको छ। त्यसै गरी महिला उम्मेदवार हुनुहुन्छ भने चाहिँ उहाँहरूको लागि चाहिँ माथिकोमा 5-5 वर्ष थप हुनेछ। नेपाल बाहिरका शिक्षण संस्थाबाट प्राप्त शैक्षिक प्रमाणपत्रहरू भए समकक्ष निर्धारणको प्रमाणपत्र पेश गर्नुभयो। यदि तपाईँ नेपालको डिग्री बाहेक बाहिरको डिग्री हुनुहुन्छ भने चाहिँ ट्यु इक्विभ्यालेन्स चाहिँ कम्पलसरी भनेको छ। तलबहरू चाहिँ वित्तीय संस्थाको नियमअनुसार हुनेछ। यसको चाहिँ भ्याकेन्सी डेट चाहिँ तपाईँको 20 गतेसम्म मात्र छ। तपाईँहरूले भर्न छुटाउनु भएको छ, तपाईँहरूलाई चाहिँ लघुवित्तमा करियर बनाउन मन छ भने एकदमै राम्रो अपर्च्युनिटी छ, तपाईँहरूले भर्न सक्नुहुन्छ। त्यसै गरी तपाईँको प्रशिक्षार्थी सहायकदेखि लिएर नयाँ लघुवित्तमा नयाँ इन्ट्री गर्दै कोही हुनुहुन्छ भने उहाँहरूले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला। हामी एकदमै नयाँ अपडेटहरू सहित तपाईँहरूलाई एकदमै सपोर्ट गर्नेछौँ। हस्, धन्यवाद।